हेलो एभ्रिवान, अ भेरी गुड मर्निङ टु अल। नमस्ते, हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि सन्चै छु। अलिअलि सर्दी भर्गी चाहिँ लागिरहेको छ है। अन्त सो हजुरहरूको त बिहान चिया नास्ता भइसक्यो होला है। मेरो चाहिँ अहिले भर्खर हुँदैछ है, किनभने मैले चाहिँ भर्खर नानीलाई स्कुल पठाएँ, भर्खरभन्दा मैले अगाडि। अन्त ब्रेकफास्ट लन्च बनाएर पठाएँ। आफ्टर द्याट मेरो हस्बेन्डलाई नास्ता गरिकन पठाएँ है। अन्त मात्रै मेरो टर्न आयो नि त। अन्त सो गाइज अहिले चाहिँ म मेरो कप अफ कफी लिएर बसिरहेको छु विथ बिस्किट है। अन्त अर्को चाहिँ के भन्दाखेरि मैले चाहिँ आज यो नयाँ नयाँ मतलब कफी ट्राई गरेको है। आई मिन टु से त्यो चाहिँ हिजो मलाई मेरो साथीले है, तपाईँहरूले कतिजनाले त चिन्नु पनि हुन्छ होला है, @दीपिका छेत्री, त्यसले चाहिँ मलाई यो स्यासेट दिएको थियो नि त, कफी स्यासेट। अन्त त्यसलाई चाहिँ थाहा छैन मलाई कफी मनपर्छ भनेर होइन। अन्तखेरि त्यसले मलाई दिँदै थियो, मैले चाहिँ होइन मलाई दुईवटा मात्रै दियो भनेर भनेको थिएँ होइन। बट त्यसले मलाई तिनवटा डिफ्रेन्ट भेराइटिजको दुईवटा मैले लिएर आएको थिएँ है। अन्त म चाहिँ आम गोइङ टु टेल अबाउट दिस। अहिले बिहान चाहिँ मैले यो ट्राई गरेको थिएँ, विच आइम ट्राइङ जस्ट नाउ है। विथ माई एक्सप्रेसन तपाईँले चाल पाउनु भयो होला है। आम लभिङ दिस स्मेल पनि। दो मेरो नाक बन्द भइरहेको छ तर पनि मलाई आइरहेको छ क्या यसको गन्ध, हल्का हल्का अलिकति त खुल्लै छ नि त। यो चाहिँ मैले आज चाहिँ मैले फर द फर्स्ट टाइम मैले चाहिँ बटरस्कचको ट्राई गरेको थिएँ है। अन्तखेरि इट्स ड्याम गुड। जसलाई चाहिँ कफी मनपर्छ है, हजुरहरूले पनि ट्राई गर्नुहोस् होला। यो फर्स्ट चाहिँ यो बटरस्कचको है, बटरस्कचको राम्रोवाला स्यासेट चाहिँ कहाँ गयो, कहाँ झारेछ चाहिँ। अन्त द नेक्स्ट वान इज दिस, यो चाहिँ हो क्लासिक हो। एन्ड थर्ड वान चाहिँ हो हेजलनट। सो हजुरहरूलाई पनि यसको लिङ्क चाहियो भने प्लिज फिल फ्री टु कमेन्ट मी है, म तपाईँहरूलाई यसको लिङ्क सेयर गरिदिन्छु। अन्तखेरि म चाहिँ भन्छु कि जसलाई कफी मनपर्छ यु मस्ट गो फर दिस, ट्राई दिस एटलिस्ट वान्स क्या। अन्त मलाई चाहिँ पुरा मन पऱ्यो। म चाहिँ दिनमा बिहान र बेलुका दुईचोटि चाहिँ कफी खान्छु, दो मलाई डक्टरले नखानु भनेको छ। बट स्टिल म चाहिँ कफी चाहिँ आई क्यान नट, त्यही भएर म चाहिँ खान्छु है। अन्तखेरि यो चाहिँ मलाई पुरा मन पऱ्यो कि यिनीहरू पनि आई गेस दामी छ होला, यो हेजलनट है। अन्त यो क्लासिक, यो त अब एभ्रिबडी नोज। बट यो चाहिँ मैले फर द फर्स्ट टाइम ट्राई गरेको थिएँ। एन्ड एज आई सेड बिफोर आइ एम लभिङ इट। थ्याङ्क यू दीपिका छेत्री। हजुरहरूले पनि चिन्नुहुन्छ होला, जसले चिन्नुहुँदैन त्यसलाई पनि गएर फलो गरिदिनुहोस् है। सो गाइज फेरि पनि भन्छु अ भेरी गुड मर्निङ टु अल। आई होप हजुरहरूको दिन राम्ररी बितोस्। एन्ड यस, बाई बाई, टेक केयर, ह्याभ अ गुड डे एभ्री वान।